असाइनमेन्ट एकचोटि हेरौँ त लु। असाइनमेन्ट चाहिँ लेसन 1 को पार्ट 1 पार्ट 2 दुइटैको चाहिँ संयुक्त छ। यसलाई एकचोटि हेरौँ त लु। अब मैले यहाँ पेज नम्बर पनि उल्लेख गरिदिएको छु हैन, यसको एन्सर लेख्नु पर्यो। जस्तै कि 1 मा व्हाट डु यु फाइन्ड द डिस्टिङटिभ क्यारेक्टरिस्टिक्स अफ द चर्च इन न्यू टेस्टामेन्ट सच एज इन्डिपेन्डेन्सी, relations between sister churches, officers, baptism, Lord's Supper, evangelism, democratic simplicity. John T. Christian, A History of the Baptist, Texarkana, Bogart Press, 1992, page 13 to 23. यो हेरेर तपाईहरु आन्सर दिनु होला। र अर्को चाहिँ नम्बर 2 the history of the period of the ancient churches between AD 100 to 325 is much obscured. Why? यो चाहिँ पेज 24 मा छ र हामीले यस अगाडि पनि केही हेर्यौं। यसको पछाडी कारण भनेको एउटा त अब त्यो टाइममा धेरै डकुमेन्ट्सहरु हरायो हैन। 100 to 325 को पिरियड भनेको धेरै हिस्ट्री डकुमेन्टहरु हराएको अवस्था हो। 325 पछाडी त लेख्ने काम धेरै भयो, तर लेख्ने मूलत पोपकै मान्छेहरु थिए, क्याथोलिकहरु नै थिए। तिनकै बेसी संरक्षित भयो। त्यसकारण हिस्ट्री अब आफ्नो तरिका लेख्ने नै भए। र अब यो जुन 100 to 325 को जुन पिरियड हो, यो चाहिँ नि अब एकदमै हिस्ट्री चाहिँ लस्ट भएको अवस्था, अब्स्क्युर भएको अवस्था। यसको चाहिँ नि डकुमेन्ट्सहरु हराएकै कारणले हो हैन। यो च्याप्टर 2 को हामीले सुरुमै यो कुराहरु आउँछ। पेज हामीले 24 देखि नै यो विषयमा कुरा भएको छ हैन। डकुमेन्ट्सहरु चाहिँ लस्ट भयो अनि कति कुराहरु सिक्रेट मिटिङ सुरु हुने हैन। अब तपाई हामी जस्तै त हो नि। जस्तो आज तपाई हाम्रो इतिहास कसले लेख्छ र हैन, आफै लेखे मात्रै हो। ठुलठुलो मिटिङहरु गर्ने हैन, चाहिँ यस्तो जुन एउटा पत्रकार सम्मेलन गर्ने हैन, बढी मिडियामा आउने यस्तो गर्दैनौं त हामी पनि। त्यस्तै जस्तो हो। अब जति पोपको मान्छेले गरे त अरूले त गरेनन् नि। त्यसले गर्दा उनीहरुको चाहिँ नि कयौं यस्ता मिटिङहरु, सिक्रेट मिटिङहरु हुन्थे। एउटा डर पनि हो हैन। रोमको डर थियो, यहुदीहरुको डर थियो, विभिन्न कारणले। फेरि अर्को कुरा ठुलठुलो अर्गनाइज बडी होइन, सानसानो इन्डिपेन्डेन्ट लोकल चर्चेसहरु हो हैन। धेरै ठुलठुलो एक्टिभिटिजहरु, कामहरु देखिने गरी गर्ने पनि होइन। र नम्बर 3, what were the ways of life of ancient Christians concerning family, government laws, New Testament deals, evangelism. पेज 25-26 मा हामीले त्यो पाउँछौं हैन। तत्कालीन समयका विश्वासीहरुको हैन त्यो अवधि जो हामीले अहिले हेर्दै छौं 100 to 325 यो 20 को कुरा हामी हेर्दै छौं। त्यो अगाडि कुरा भने त अब अपोस्टोलिक पिरियडको कुरा भयो र धेरै कुराहरु बाइबलमा पनि उल्लेख भएका छन्, लेखिएका छन्, धेरै कुरा थाहा हुन्छ। तर समस्या चाहिँ नि 100 to 325 को कुरा भयो, जसमा चाहिँ नि धेरै थोरै डकुमेन्ट्सहरु रिभिल भए। 325 पछाडी त अब चाहिँ नि क्याथोलिक चर्चले ठुलै चाहिँ नि प्रभावकारी त भनौं धेरै क्षेत्रमा जमा हुनाले तिनले त लेखे। धेरै कुरा थाहा हुन्छ, थाहा हुने भए। तिनले सताउडी दिएछ भने पनि लेख्ने भए, ती कुराहरु भए। अब कति कुराहरु रिभिल भए, कति कुराहरु डकुमेन्ट्सहरु नभएकै भन्ने कुरा पनि होइन। कति हिस्टोरियनहरुले लेखेका छ, कति व्यक्तिहरुले लेखेका छन् तात्कालीन समयको अवस्थाहरु हैन। जस्तै कि चाहिँ नि एउटा कुरा यहाँ उल्लेख गरेको छ, most beautiful and pathetic picture is given by the author of the Epistola AD Diagnetum
इन द अर्ली पार्ट अफ द 2nd सेन्चुरी भनेको छ। त्यो बेलामा उसले यसरी लेखेको छ होइन। र विश्वासीहरू आफ्नो नेटिभ ल्यान्डमा बस्थे तर फरेन होइन, फरेनर जस्तो किसिमले उनीहरू जिउनु पर्थ्यो होइन। त उनीहरूले पनि त्यस्तो लोभ लालच गरेन, जग्गा जमिन होइन सारा संसार हात पार्ने राज्य लिने यस्तो गरेन। अनि चाहिँ संसारमा फरेनर्सहरू हो त्यो रूपमा उनीहरूले लिए। र उनीहरूले चाहिँ नै राम्रो बच्चाहरू उत्पादन गरे भने छ, चिल्ड्रेनहरू थिए प्रशस्त होइन। तर एउटै श्रीमती हुन्थे भने यहाँ विवरण दिएको छ। यद्यपि उनीहरूले आफूलाई पृथ्वीमा एउटा परदेशीको रूपमा हेरेका थिए। वचनमा पनि त्यही लेखेको छ होइन। पत्रुसले त्यो लेखेको छ, अरूले लेखेको छ, हामी चाहिँ परदेशी हौँ। पावलले पनि त्यो लेखेको छ होइन। हामी स्वर्गका कुराहरू ध्यान दिनुपर्छ। र अब चाहिँ यी सबै अवस्था पनि उनीहरूले आफ्नो फ्यामिलीलाई राम्रो मेन्टेन गरेको कुराहरू छ होइन। थुप्रै बच्चाहरू जन्माउने कुराहरू छ, तर एउटै श्रीमती हुन्थे भन्ने कुराहरू छ। र सुसमाचार चाहिँ चारैतिर फैलाउँथे, मानिसहरूले बताउँथे भन्ने कुराहरू छ। र अर्को कुरा चाहिँ नै के लेखेको छ भन्दाखेरि थ्रु अल अफ दिस पिरियड देयर वर डाउटलेस मेनी चर्चेस द्याट रिमेन ट्रु टु द न्यू टेस्टामेन्ट आइडियल्स भनेर। नयाँ नियमको शिक्षामा उनीहरू खडा भए, त्यसबाट उनीहरू दायाँ बायाँ भएनन् भन्ने कुराहरू आएको छ। त्यसले गर्दाखेरि कन्स्टेन्टाइनको उदय अगाडिसम्मका कुराहरू हिस्ट्री धेरै कम छ, तरै पनि छिटपुट कुराहरू छ। उनीहरू बाइबलीय सत्यतामा खडा भएका, उभिएका भन्ने कुराहरू हामी पाउँछौँ। र त्यस्तै गरी क्वेसन नम्बर 4 मा वाट वाज वान अफ द अर्लिएस्ट एन्ड मोस्ट हर्टफुल एरर्स इन द एन्सियन्ट चर्चेस भनेको छ। पेज 28 मा त्यो कुरा उल्लेख भएको छ। एउटा एन्सियन्ट चर्चमा चाहिँ नै सुरु भएको एउटा हर्टफुल एरर होइन, चोटिला मिस्टेक, गल्ती, त्यो के थियो त भन्दाखेरि ब्याप्टिजमल रिजेनरेसन थियो भनेको छ। वान अफ द अर्लिएस्ट एन्ड मोस्ट हर्टफुल एरर्स वाज द डगमा अफ ब्याप्टिजमल रिजेनरेसन होइन। ब्याप्टिजमल रिजेनरेसन बप्तिस्माली नयाँ जन्मको शिक्षा प्रवेश भयो होइन। बप्तिस्मद्वारा नयाँ जन्म पाइन्छ भन्ने शिक्षा आयो। यसले चाहिँ नि अब धेरै कुराहरूमा फरक ल्यायो। अब चर्चमा बप्तिस्मद्वारा मान्छे छिर्ने भए होइन, पश्चातापद्वारा भन्दा पनि बप्तिस्मद्वारा। त्यसैले अब विश्वास गरेको नगरेको अर्थ भएन, उमेरको पनि कुनै अर्थ भएन। अब जन्मेको एक दिनमै अथवा पहिलो दिनमै दुध नचुसिकन पनि बप्तिस्माको लागि ल्याउन सकिन्छ भन्ने कुराहरू भएका छन् पछिल्लो समयमा। अथवा जन्मेकै दिन पनि बप्तिस्मा दिने। र अब अलिकति केही समय पछाडि 1 वर्षभित्र पनि हुनसक्छ। त जे होस्, सुसमाचार बुझेको छैन पर्सनली। र यी सबै के त भन्दाखेरि ब्याप्टिजमल रिजेनरेसनको डक्ट्रिन, यसले चाहिँ नि चर्चहरूमा ज्यादै ठुलो समस्या पैदा गर्यो भन्ने कुरा छ। अर्लियर चर्चेसहरूको समस्या, एन्सियन्ट चर्चेसको चाहिँ एउटा हर्टफुल एरर, त्यो शिक्षाको प्रवेश भयो। त्यो कुरा चाहिँ नि छ। र यसले चाहिँ नि अब हरेक क्षेत्रमा समस्याहरू ल्यायो। इन्फेन्ट ब्याप्टिजमहरू आयो, विभिन्न कुराहरू आयो। दिस एरर इन वान फर्म or another has made the life and colored the history of all of the Christian ages. It began early and the virus may be traced to this day not only among ritualists but likewise in the standards of evangelical Christians. यसरी यस किसिमको शिक्षाको विस्तार भयो। इन्फेन्ट ब्याप्टिजम आयो त्यसले। किनभने अब इन्फेन्ट ब्याप्टिजम यस कारणले प्रवेश भयो कि अब बच्चा पनि मर्न सक्छ। कति बच्चाहरू त मर्थे, बिरामी थिए, मर्न आँटेको छ, त मुक्ति पाउनु पर्यो। अनि उसलाई चाहिँ नि अब यो डक्ट्रिनको कारणले, ब्याप्टिजमल रिजेनरेसनको डक्ट्रिनको कारणले, डगमाको कारणले चाहिँ नि यो इन्फेन्ट ब्याप्टिजम आयो। अब बच्चा पनि मर्छ, बच्चा पनि नरक जाने भयो। त्यसबाट बचाउनलाई पनि चाहिँ नि बप्तिस्म दिनु पर्यो। अब यो शिक्षा त
एकदमै व्यापक रूपमा अघि बढिरहेछ, एकदमै ग्रेजुअल्ली गएको छ, बिस्तारै बिस्तारै गएको छ, क्रमिक रूपमा गएको छ। यसैले यो एउटा डरलाग्दो चाहिँ हर्टफुल एरर थियो तत्कालीन समयको। क्वेसन नम्बर 5, व्हाट डज द शेफर्ड अफ हेर्मास said about the churches after the departures from the fundamental doctrines in ancient churches, page 27 and 28। अब हेर्मासले के भनेका थिए त हैन, यो किसिमको कुराहरुमा उनले चाहिँ यसो भनेका थिए, customs have become worldly, discipline is relaxed, the church is a sickly old woman incapable of standing on her feet. Rulers and ruled are all languishing, and many among them are corrupt, covetous, greedy, hypocritical, contentious, slanderers, blasphemers, libertines, spies, renegades, schematics. Worthy teachers are not wanting, but there are also many false prophets, vain, eager after the first seas, for whom the greatest thing in life is not the practice of piety and justice, but the strive for the post of command. Now the day of wrath is at hand. The punishment will be dreadful. The Lord will give unto everyone according to his works. यसरी शेफर्ड वा हेर्मासले चाहिँ त्यसरी व्यक्त गरेका छ हैन। चर्चहरू कमजोर हुँदै गएका हैन, चर्चहरू सांसारिक भएका, डिसिप्लिन गरेका छैन चर्च मेम्बर्सहरूलाई हैन, जो गल्तीमा गएका छन्, त्रुटि छन् हैन, त्यसमा केही छैन, जसले जे गरेर पनि भइरहेछ। मण्डली चाहिँ एउटा बिरामी बुढी आमा जस्तो हैन, केही गर्न नसक्ने जस्तो अवस्था हैन, चाहिँ विश्वासहरू एकदमै लोभी भएका हैन, एकदमै चाहिँ हिपोक्रिटिकल हैन, त्यो किसिमका चाहिँ दोष दिने यस्ता कुराहरू हैन, स्पाइजहरू हैन, कतिले के गरिरहेछ हैन, खोजनीति गर्ने यस्ता यस्ता किसिमको अवस्थामा चर्चहरू अघि बढे। यसले चाहिँ यसरी त्यो समयमा आएका चुनौतीको चित्रण गर्छ। र आज पनि यो अवस्था त सृजना भइरहेछ धेरै चर्चहरूमा हैन। त एउटा राम्रो मियो भएन भने चर्चको अवस्था त्यस्तै हुन्छ। एउटा चर्चमा एउटा राम्रो बलियो मियो चाहिन्छ, बलियो स्ट्रङ लिडर चाहिन्छ, जसले नै बगाललाई समेट्ने हो, दायाँ बायाँ हुन नदिने हो, जोगाउने हो, सबै खाली गलत डगमाहरूबाट, शिक्षाहरूबाट। त्यो भएन भने जसले जे मलाई त्यही गर्दैन र अन्ततः मण्डली सकिने स्थितिमा हुन्छ, अथवा चाहिँ नयाँ खालको स्वरूपमा जान्छ हैन। लिबरल चर्चहरू हैन, नामधारी क्रिस्चियनको समूह जस्तो रूपमा अघि बढ्छ। त्यसैले अब शेफर्ड अफ हेर्मास अथवा हेर्मासको पास्टरले जे भने त्यो चाहिँ नि तत्कालीन समयको एउटा अवस्था थियो। नम्बर 6, what were the doctrinal errors arose in ancient churches in the area of salvation, baptism, church independency, church leadership, page 28 and 29। अब एन्सियन्ट चर्चेसहरूमा आएका अब यी क्षेत्रमा चाहिँ के कस्ता एररहरू देखा पर्यो त हैन। सल्भेसनको बारेमा के भयो हैन, अब सल्भेसनको बारेमा त्यही नै आयो, ब्याप्टिजमल रिजेनरेसन हैन, बप्तिस्माली नयाँ जन्म। अब नयाँ जन्म चाहिँ बप्तिस्माले भनेपछि अब सुसमाचार सुनाइ हैन, पश्चातापको कुरा आएन र ख्रिस्टमा विश्वास गर्ने कुरा पनि आएन। तब आयो के त भन्दाखेरि बप्तिस्मा कुरा आयो। बप्तिस्मा लिएपछि क्रिस्चियन भयो, मुक्तिको योग्य भयो। यसरी सल्भेसन सम्बन्धमा यस्तो एररको प्रवेश भयो। अनि यसले गर्दा अब के भयो त भन्दाखेरि इन्फान्ट ब्याप्टिजम कुरा आयो हैन। अब बप्तिस्माको विधिले मुक्ति पाउने भएपछि त त्यो भने त अब त्यो त बच्चालाई पनि लागू भयो, बच्चालाई पनि बप्तिस्म दिन सकियो। र अब सानो बच्चालाई डुबाउने कुरा त आएन, स्प्रिङ्कलिङ ब्याप्टिजम पनि कुरा आयो। यसरी एकपछि गर्दै अरू डक्ट्रिनल एररहरू आए र चाहिँ नै अब त्यस्तै गरी अन्य क्षेत्रहरूमा पनि समस्या सृजना भयो। सल्भेसन मात्र होइन, ब्याप्टिजम मात्र होइन, चर्च इन्डिपेन्डेन्स पनि कुराहरू आयो हैन। टुवार्ड सेन्ट्रलाइजेसन
There was, however, a constant tendency towards centralization, as the pastor assumed rights which were not granted to him by the scriptures. Some of the metropolitan pastors exercised an undue authority over some of the smaller churches. Then the churches in some of the cities sought the patronage and protection of pastors of larger cities. Finally, uh, uh, Rome, the political center of the world, became the religious center as well. In time, the pastor in Rome became the universal pope. All of this was of slow growth and required centuries for its consummation. यो सबै कुरा के त बिस्तारै सुरुवात भयो, अघि बढ्यो हैन। अब त्यो टेन्डेन्सी त आज हामीले पनि देखिरहेको छौँ हाम्रो समयमा हैन। अब जसलाई जसबाट सुरु गरियो ती चर्चहरूले हैन, सुरु गर्ने चर्चहरूलाई निश्चित रूपमा सिक्नै पर्छ, गाइडेन्स लिनै पर्छ हैन। कम्तीमा पनि जबसम्म चाहिँ आफ्नै चाहिँ योग्य पास्टर एल्डर हुँदैनन् अथवा लिडरसिप हुँदैन, त्यो त गर्नुपर्छ। त्यसबाहेक पनि कयौँ कुराहरूमा सल्लाह कुराहरू हुन्छ हैन। आफ्नो नेतृत्वबाट सल्लाह लिनु राम्रो कुरा हो। तर अब के त भन्दाखेरि अब यसमा लिडिङ पास्टरहरूले आफ्नो अधिकार दुरुपयोग गर्न सक्छ हैन। अरू चर्चले दायाँमा चल्दैन नदिन हरेक कुरा मलाई सोध्नुपर्छ भन्ने कुराहरू हुन सक्छ हैन। अब यस्तो कुराहरूले के हुन्छ, सेन्ट्रलाइजेसन कुराहरू हुन्छ भन्दाखेरि अब जुन इन्डिपेन्डेन्सी हो चर्चहरूको त्यो पनि बिस्तारै गइरहेको अवस्था र अन्ततः रोमको पास्टर त पोप हुनु गयो। यस कारणले लिडरसिपको सम्बन्धमा पनि यो भयो। चर्च इन्डिपेन्डेन्सीको समस्या त्यो भयो। चर्च लिडरसिपको कुरा पनि त्यही आयो र विभिन्न किसिमको हायरार्की सिस्टम सुरु भयो। हायरार्की हैन, हायरार्की चाहिँ सिस्टम चाहिँ आएको छ। पोपले चाहिँ हैन जसरी चाहिँ त्यो किसिमले शक्ति सञ्चय गरे, त्यो किसिमले चाहिँ प्रभाव पारे, त्यसपछि हायरार्कीको सुरु भएको छ। So nevertheless, the conception of a local church in a local independent church by this and other means was partly overthrown, and much of the Christian world was called upon to suffer at the hands of a wicked and often ungodly hierarchy. हायरार्की भनेको तहगत अवस्था भयो, सिस्टम भयो भने हैन। पोपको मुनि अरूको मुनि अरू यसरी सिस्टमहरू बसालियो र हायरार्की चाहिँ इस्टाब्लिस भयो। अब त्यसमा पनि अब अनगडली मान्छेहरू त्यहाँ पुगेपछि त समस्या भयो हैन। अब साना लोकल चर्चहरूमा उनीहरूले चाहिँ नि अब हैन अब फादरहरू नियुक्त गर्छन्। फादरहरूभन्दा माथि अथवा बिसपहरू माथि पनि आर्क बिसपहरू हुन्छन्। आर्क बिसपहरू माथि चाहिँ कार्डिनल हुन्छ, कार्डिनलहरूभन्दा माथि पोप हुन्छ भनेपछि यो हायरार्की सिस्टम। र यसमा पनि यस्ता विकेट मान्छेहरू हैन, अनगडली मान्छेहरू प्रवेश पाएपछि त सिस्टम त पुरै अनबिब्लिकल हुने नै भइहाल्यो। यस्तो किसिमको कुरा हुने हुँदा यी सबै पनि आज हाम्रो लागि पाठ हो हैन। आज हाम्रो परिस्थितिमा पनि यी सबै कुराहरू चुनौती हुन्। हामीले कुनै एउटा थाने मण्डलीमा बलियो राम्रो हैन लिडर जसले कि शिक्षालाई जोगाउन सक्छ, सही शिक्षा सिकाउँछ, बगाल जोगाउँछ, त्यस्तो व्यक्ति नपाउँदासम्म हामीले पास्टर नियुक्त पनि गर्न सकेका छैन, गर्ने कुरा पनि देखिएन हैन। र अब नगर्दा पनि धेरै कुराहरूमा हामीले चाहिँ हैन परनिर्भरको अवस्था पनि त्यो अवस्था पनि हामीले हेर्नुपर्ने हुन्छ अथवा गर्नुपर्ने हुन्छ हैन। तथापि हामीले सानैदेखि पहिल्यैदेखि त्यो सिस्टम बसालेकै छौँ। त्यो के त भन्दाखेरि उहाँहरूको आफ्नो फाइनेन्स हो, उहाँहरू आफै जे गर्नुहुन्छ। कलेक्सनहरू यताउता हैन केन्द्रमा ल्याउनु पर्ने, यहाँ त्यहाँ त्यो छैन। जहाँ उहाँले कलेक्सन गर्नुहुन्छ त्यो उहाँहरूले गर्नुहुन्छ। साथै जिम्मेदार अगुवाहरू पनि छन्, जिम्मेदार भाइहरू छन् हैन। उहाँले आफूले जानेको हैन वचनअनुसार जे छ गर्दै आइरहेको छ। सकेसम्म हामीले त्यो तालिम चाहिँ दिँदै आएका छौँ। तर समस्या के त भन्दाखेरि कहिलेकाहीँ त्यो लम्बिन सक्छ, त्यो व्यक्तिहरू नपाउँदासम्म। अब टाइम भयो, धेरै वर्ष भयो भने अभिषेक गरिहाल्दा पनि समस्या छ हैन। उनले शिक्षालाई कहाँ पुर्याइरहेको छ हैन, चर्चलाई नै अन्तै पुर्याइरहेको छ, क्यारिस्मेटिकमा पुर्याइरहेको छ। त्यो त दुःखद कुरा हो। भन्दाखेरि हामीले
हायरार्की सिस्टमहरू बसाल्दैनौँ, तर त्यो खतरा चाहिँ नै जहिले रहन्छ हामी बुद्धिमान भएनौँ भने। र हाम्रो लक्ष्य के त भन्दाखेरि प्रत्येक स्वतन्त्र मण्डलीको आफ्नो सक्षम लिडरसिप होस्, जसले कि बगाललाई बाइबलीय सत्यतामा डोर्याउँ, र त्यो चाहिँ हामीले गर्नुपर्छ। र अब चाहिँ नि एन्सियन्ट चर्चहरूमा त्यो समस्या आयो, चर्च लिडरसिपमा प्रब्लम आयो होइन, हायरार्की सिस्टम आयो। So number 7, what was the stand of apostolic father Clement, Barnabas, Ignatius, pastor of Hermas, concerning the requirement of faith on the part of candidate of baptism? अब यो पनि अब यही पेजमै हामी पाउँछौँ, पेज 29 मै। The writers known as the apostolic fathers Clement, Barnabas, Ignatius, and the pastor of Hermas all required faith on the part of the candidate baptized. Clement does not mention baptism in his epistle to the Corinthians, but he does exhort parents to let your children be partakers of the Christian training. र यसरी सुरुका ती अपोस्टोलिक जो फादरहरू थिए तिनले चाहिँ नै ब्याप्टिजम लिने मान्छेमा विश्वास जरुरी हुन्छ भनेर सिकाएको थिए। फेर आवश्यक छ र बच्चाहरूलाई बाइबल तालिम अथवा चाहिँ चर्चको चाहिँ सिकाउने होइन, बाइबल स्कुल होला, सन्डे स्कुल होला, त्यसमा चाहिँ नै पठाउनु पर्छ भन्ने कुराहरू सिकाएकै थिए। यसकारणले गर्दाखेरि यी कुराहरू हामी पाउँछौँ। Barnabas says, Mark how he has described at once both the water and the cross. For these words imply, blessed are they who, placing their trust in the cross, have gone down into the water. For says he shall receive their reward in due time. होइन, पानीमा जान अगाडि क्रुसलाई हेर्नु पर्यो, क्रुसमा ट्रस्ट गर्नु पर्यो। Ignatius writes to Polycarp as follows, let your baptism be to your armor, and faith as a spear, love as a helmet, and patience as a panoply. The order of baptism as well as the exhortation exclude infant baptism. यसरी यी सबैमा पनि infant baptism आएको छैन। And the shepherd of Hermas speaks of those who have heard the word and wished to be baptized in the name of the Lord. And heard the word, होइन, बप्तिस लिनेहरूले वचन सुन्नु पर्यो। I have heard the word and wished to be baptized, होइन, त्यसपछि बप्तिस लिने इच्छा गर्नु पर्यो। इन्फान्टले त गर्दैन, सानो बच्चाले त म बप्तिस लिन्छु त भन्दैन। So the apostolic fathers require that faith shall precede baptism, and hence they know nothing of infant baptism. त्यसका उनीहरूलाई इन्फान्ट ब्याप्टिजम बारेमा थाहा थियो, त्यो अभ्यास नै थियो। कारण के त भन्दाखेरि त्यो किसिमले अघि बढेका थिए। त्यो झ्याल बन्द गर्नु हावा त चाहिने हो, तर बेसी। सो विभिन्न व्यक्तिले त्यो भनेको छ नि त। The apostolic fathers require that faith shall precede baptism, and hence they know nothing of infant baptism. यसरी apostolic fathersहरूले चाहिँ नि बप्तिस्मा अगाडि फेथ चाहिने कुरा गरेका छन्, उनीहरूलाई इन्फेन्ट ब्याप्टिजम बारे थाहा छैन, त्यो अभ्यास गरेका छैन। र त्यसरी passing to the second generation of the fathers, Justin Martyr has sometimes been quoted as favoring the practice of infant baptism after relating the evils of human nature and habits of men. Justin declares that. र अब जस्टिन मार्टिनले चाहिँ भने इन्फेन्ट ब्याप्टिजमको बारेमा अथवा यो बप्तिस्माले मुक्ति दिने बारेमा उनले चाहिँ त्यो विचार ल्याएका थिए। उनले भनेका छन्, in order that we may not remain the children of necessity and ignorance, but may become the children of choice and knowledge, and may obtain in water the remission of sins formerly omitted. There is pronounced over him who chooses to be born again.
and has repented of his sins. The name of God, the Father, and of the Lord of the universe, he who leads to the labor of person that is to be washed, calling by his name alone. र उसले पनि अलिकति त्यो खालको विचार त व्यक्त गरेको छ, तैपनि उहाँको नाम पुकारेर मुक्ति पाइन्छ भन्ने कुरा उसले गरेको छ। यसले अब अलिअलि विचारहरू चिप्लिन्छ हैन। अब अलिअलि एउटा डक्ट्रिनमा सानो एरर भएपछि बिस्तारै त्यो जाने हो हैन। त्यसैले हामी टिचरहरूले बडो सचेत हुनुपर्छ। हामीले बाइबलले शिक्षा सिकाउनुपर्छ र चर्चमा पुलपिटमा उभिने मान्छे त्यसमा सधैँ सतर्क हुनुपर्छ। त्यसैले लिडरले कस्ता व्यक्तिलाई सिकाउन लाउने त्यो पनि बडो ध्यान दिनुपर्छ हैन। डक्ट्रिन थाहा छैन, राम्रो सिकाउँदैन, मिस्टेक पनि सिकाउन सक्छ भने त्यो अवस्था छ भने हामीले सिकाउन नदिनु बरु चर्चलाई सुरक्षा हुन्छ। र अब इभान्जेलिकल डक्ट्रिन्सहरू भनौँ न, प्रिचिङहरू त्यो ठिकै छ हैन, सुरुका कुराहरू चाहिँ ठिकै छ। तर शिक्षाको गहिराइहरूमा त सबैले शिक्षा पाएको छैन, सबैले बुझेको छैन र त्यहाँनिर मिस्टेक हुने हो, त्यसले फरक पार्ने हो। अब उसले अलिकति के भन्दा एन्ड मे अब्टेन इन वाटर द रिमिसन अफ सिन्स फर्मरली ओमिटेड हैन। त मे अब्टेन भनेको छ हैन, पानीद्वारा पापको क्षमा हुने। मे अब्टेन इन वाटर द रिमिसन अफ सिन्स भनेपछि यसले पनि फरक पार्ने हो। र अब बाइबलमा काहीँ कतै चाहिँ नि ब्याप्टिजमले मुक्ति पाइने भन्ने कुरा चाहिँ काहीँ कतै छैन। त्यो कुरा चाहिँ हामी देख्छौँ र अपोस्टलिक फादरहरूले त्यो चाहिँ नि गरेका थिएन। अपोस्टलिक फादर भनेको अपोस्टल्सहरूबाट सिकाइएका, तालिम प्राप्त गरेका सुरुको अगुवाहरूलाई अपोस्टलिक फादर्स भन्ने गरेका छ। यसैले अब उनीहरू चाहिँ नै अब एडी 100 पछाडिका समयका उनीहरू नेतृत्वमा थिए र तिनका कयौँ यस्ता किताबहरू पनि छन् जो चाहिँ नै बाइबलमा सङ्ग्रहित छैन, किनभने ती चाहिँ इन्सपायर्ड थिएन, दिएको थिएन। तर तिनका बुकहरू विश्वासीहरूको शिक्षाको लागि महत्त्वपूर्ण थिए। कति बुक्सले चाहिँ नि मिसलिड गरे, कतिले चाहिँ नि हैन सही रूपले नेतृत्व प्रदान गरे अथवा सिकायो। र अब त्यस्तै गरी पेज क्वेसन नम्बर 8 मा व्हाट डक्ट्रिन अफ सल्भेसन लेड टु इन्फेन्ट ब्याप्टिजम। अब के कुराले अथवा कुन शिक्षाले इन्फेन्ट ब्याप्टिजममा चाहिँ डोरायो त भन्दाखेरि त्यो कुरो त्यही नै थियो। त्यो के त भन्दाखेरिमा ब्याप्टिजमल रिजेनरेसन, बप्तिस्माली नयाँ जन्मको शिक्षाले चाहिँ नि इन्फेन्ट ब्याप्टिजमको कुरा आयो। किनभने बप्तिस्माको विधिद्वारा जब मुक्ति पाइन्छ भन्ने शिक्षा प्रचार गरिन्छ, तब बप्तिस्मा लिने मान्छेको भन्दा पनि बप्तिस्माको विधि महत्त्वपूर्ण हो। मुक्तिको चाहिँ नि मुक्ति प्राप्तिको मूल मार्ग त त्यो हो। त्यसो भए इन्फेन्टले पनि दिन सक्छ हैन। उसले विश्वास गर्नु परेन, उसको चोइस हुनु परेन भनेपछि उसलाई पनि दिन सकिन्छ। र यस कारणले यो चाहिँ नि शिक्षा आएको हो। द प्यासेज इज प्रोबाब्ली स्प्युरियस, देयर इज नो प्रुफ हाउएभर द्याट इट रिफर्स टु ब्याप्टिजम एट अल। Dr. Karl R. Hagenbach, for 50 years professor in the University of Basel, says that this passage does not afford, हैन, यो अघिल्लो प्यासेज कुरा हो, any decisive proof. It only expresses the beautiful idea that Jesus was Redeemer in every stage of life. But it does not say that the redeemed children by the water baptism. यसैले मुक्ति चाहिँ नि वाटर ब्याप्टिजमबाट मिल्दैन थियो भन्ने कुरा चाहिँ नि सुरुका विश्वासीहरूले मान्थे। जस्तो यो चाहिँ नि इरेनियसको भनाइ हो। इरेनियसको यो भनाइ थियो। द सेलिब्रेटेड प्यासेज फ्रम इरेनियस इज एज फलोज, फर ही केम टु सेभ अल थ्रु मिन्स अफ हिमसेल्फ, अल आई से हु थ्रु हिम आर बोर्न अगेन to God infants, thus sanctifying infants a child for children, thus sanctifying those who are of this age, being
at the same time made to them an example of youths and thus sanctifying them to the Lord. अब यो चाहिँ नि कतिले यसमा इन्फ्यान्स ब्याप्टिजमको कुरा ल्यायो भन्ने कुराहरू यसमा भनिए पनि कतिले चाहिँ त्यसरी चाहिँ नि देखिएन। त्यो भने त चिल्ड्रेनको पनि हो, चिल्ड्रेनको मिनिङ पनि हुन्छ हैन। अब यहाँ उनले के भनेछ, हिम आर बोर्न अगेन थ्रु गड, बोर्न अगेन टु गड हैन। अब व्यक्तिले परमेश्वरद्वारा मात्रै बोर्न अगेन हुन सक्छ भन्ने कुराको व्याख्या। त यस कुरा चाहिँ नि के त भन्दाखेरि सुरुको समयमा यो इन्फेन्ट ब्याप्टिजम कुरा थिएन। इन्फेन्ट ब्याप्टिजम त धेरै पछाडि आएको हो। ओरिजिनले चाहिँ अब यसमा चाहिँ नि समस्या ल्याएका छन्। ओरिजिन एडी 185 to 254 is quoted in favor of infant baptism. His words are, to these considerations it can be added that it may be inquired why, since the baptism of the church is given for the remissions of sins, baptism is given according to the observation of the church, even to children. For the grace of baptism would seem superfluous if there was nothing in children requiring remission and indulgence. भनेपछि ओरिजिनको भनाइमा चाहिँ के त भन्दाखेरि ब्याप्टिजम द रिचर्च इज गिभन टु द रिमिसन अफ सिन्स भनेको छ हैन। पापहरूको क्षमाको लागि बप्तिस्म दिन सकिन्छ चर्चलाई हैन, इभन टु द चिल्ड्रेन भनेको छ। यसैले ओरिजिनले चाहिँ यो डक्ट्रिनलाई चाहिँ बढी मात्रामा एम्फसाइज दियो। ओरिजिन त तात्कालीन समयको चाहिँ त्यो समयको हैन, सेकेन्ड थर्ड सेन्चुरीको त उनी त एकदम प्रभावशाली लेखक हो ओरिजिन हैन। र अब यिनको चाहिँ त्यो शिक्षाले गर्दा पनि अब यसको जग चाहिँ बसाल्दै गइरहेको थियो। सो ओरिजिनले नै यसमा चाहिँ एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ इन्फेन्ट ब्याप्टिजमको सम्बन्धमा। सो वाट डक्ट्रिन अफ सल्भेसन लेड टु द इन्फेन्ट ब्याप्टिजम हैन, त्यही नै कुरा हो। रिजेनरेसन, ब्याप्टिजम रिजेनरेसन, बप्तिस्मले नयाँ जन्म दिन्छ भन्ने डक्ट्रिन नै त्यो आयो। So what was the stand of origin on baptism, on infant baptism? र अब उसको स्ट्यान्ड त्यही नै देखियो कि उसले चाहिँ नि भन्छ कि पापको क्षमाको लागि बप्तिस्म दिने हो र अब यो चाहिँ नि बच्चाहरूलाई पनि दिन सकिन्छ भनेर उसले भनेको छ। So number 10, what was the stand of Tertullian on infant baptism? Tertullian को यसमा चाहिँ नि के थियो त स्ट्यान्ड? The earliest clear evidence of infant baptism is found in Tertullian, who opposed it. Tertullian ने चाहिँ यसको अपोज गरेको थियो, हुँदैन भने त। The first direct evidence in favor of it is found in the writings of Cyprian in the Council of Carthage in Africa, AD 253. In writing to one Fidus, Cyprian texts the ground that infants should be baptized as soon as they are born. The opinion, however, was not based upon the scriptures and did not meet with the approval of the Christian world. अब यसले तत्कालीन समयको क्रिस्चियन वर्ल्डको एप्रुभल पनि यो होइन, कसैले यो मान्दैनथे। तर उनले चाहिँ ब्याप्टिजमबाट बर्न अगेन हुन्छ भन्ने कुरा मानेको थिए। यसैले त्यो किसिमको भनाइ चाहिँ नि साइप्रियनको थियो। यसैले यो कुराको अपोज चाहिँ टर्टुलियनले गरे। यसैले टर्टुलियन चाहिँ नि यसमा अथवा इन्फेन्ट ब्याप्टिजममा सहमत थिएन। र अब इन्फेन्ट ब्याप्टिजमको बारेमा त तात्कालीन धेरै यस्ता काउन्सिल्सहरू बसेका छ हैन। अब जस्तो कि आज हाम्रो समयमा अगुवा भेटहरू हुन्छन् अनि कतिवटा समसामयिक निर्णयहरू पनि गरिन्छ सबैको निम्ति साझा हितका लागि। त्यसै जस्तो काउन्सिलहरू हुन्थ्यो त्यतिखेर समय पनि। The early councils of the church were all against infant baptism. त्यतिखेरका जति पनि काउन्सिलहरू थिए सबै नै इन्फेन्ट ब्याप्टिजम एगेन्स्टमा थियो। The Council of Elavira or Granada, AD 305, required the delay of baptism for 2 years.
And त्यसै गरी द काउन्सिल अफ लाउडेसिया हेल AD 360 demanded that those who are to be baptized must learn the creed by heart and recite it. हैन, शिक्षालाई उनीहरूले सिक्नुपर्ने, हृदयमा याद गर्नुपर्ने भन्ने कुरा थियो. The Council of Constantinople decreed that persons should remain a long time under scriptural instruction before they receive baptism. हैन, लामो समयसम्म शिक्षा हासिल गर्नुपर्ने, विश्वास पक्का हुनुपर्ने, अनि मात्र ब्याप्टिजम दिनुपर्ने. And the Council of Carthage AD 398 decreed that catechumens अथवा नयाँ विश्वासी shall give their names and be prepared for baptism. हैन, नयाँ मान्छे भनेपछि अब हैन, भर्खरै नयाँ विश्वासी जो छ उनीहरूलाई नयाँ नामकरण पनि गर्ने चलन थियो. त जे होस्, विश्वास गरेपछि मात्रै बप्तिस्माको कुरा तात्कालीन समयको काउन्सिलले पनि गरेका थिए. यसरी विभिन्न काउन्सिलहरूको यो किसिमको अवस्था थियो हैन. हुन्छ, अब हामीले 11 क्वेसन पाउँछौँ. What were the early councils of the churches which were against infant baptism? अब यसपछि पनि हामी हेरौँला र तपाईँले गर्दै गर्नु है त. अब तपाईँले यो बुक चाहिँ नै एभाइलेबल होला हैन, पालो पालो गर्नु पर्यो. फोटोकपी गराएको छ ए त्यो चाहिँ यहाँ राखेर सबैले पढ्नु पर्यो, स्टडी गर्नु पर्यो. ल त.